ओए यहाँ सुन, तँलाई यो घरमा बस्नु छ भने मैले भनेको मान्नुपर्छ, मैले भनेको टेर्नुपर्छ। भनेको मान्दैनस्, भनेको टेर्दैनस् भने आफ्नो छोरा तुमा बोक्ने, बाटो लाग्ने। कसको घर अरे? मेरो घर। कसको घर अरे? मेरो बाउले बनाएको घर, मेरो घर। मलाई बिहे गर्नु जाँदाखेरि 200 जना भन्दा बढी मान्छे गएका थिए। म यो घरमा भित्रेको हो, मेरो पनि हो यो घर। त्यसै जान्छु म, त्यसै जान्छु। लु कसरी जानु पर्दो रहेछ म पनि हेरौँला। आधी अंश लिएर जान्छु, आधी अंश। त्यसै जानलाई पागल हो कि क्या म? त्यसै जानलाई मेरो छोरी छ, मेरो घर हो यो। मलाई जतिखेर मन लाग्यो त्यतिखेर, उठ भन्दा उठ, बस भन्दा बस हो। त्यस्तो हुन्छ? ए कति सजिलै। जा अरे, निस्केर जा अरे। मेरो घर अरे, मेरो चाहिँ छैन? मेरो गाउँ समाजमा इज्जत सम्मान छैन? बिहे गरेर ल्याएपछि छोरी भएपछि त्यसै खेदाउने? जान्न म, किन जान्छु? मन परेन भने आफै जानु। कता कता जानु पर्ने छ? म त यहीँ बस्छु, म यहीँ बस्छु। यो मेरो घर हो। ए नागरिकतामा हेर्नु त त्यहाँनिर नागरिकता पनि यहीँबाट बनाएको। नागरिकताको त्यहाँ मुनि पनि दिवस वास्तोला छ। जान्छु म, आधी अंश लिएर जान्छु, आधी अंश। मलाई केही भएको छैन। पकाउँछु, खान्छु, बस्छु, सुत्छु, केही भएको छैन मलाई। म यही समाजमा बस्छु। किन जानु म? अर्काको छोरी बिहे गरेर ल्यायो अनि अहिले जा भन्ने हुँदैन त्यस्तो। जान्न म, आफै जानु। कता कता जानु पर्ने छ। मलाई केही समस्या भएको छैन, केही समस्या भएको छैन। समस्या तपाईलाई भएको, तपाईँ जानु। ए त्यसभए मै जान्छु, फर्केर पनि आउँदिनँ। ल ल ल ल, जानु जानु जानु, राम्रोसँग जानु है, राम्रोसँग जानु। त्यहाँ फेरि फर्केर किच्च दारो देखाउँदै यही घरमा आउनु पर्ला।